म स्मृति चौलागाई। मैले यही वर्ष बायोफिल्डबाट +2 सकाएँ र अहिले यो ब्याचलर जोइन नगरेर इयर ग्यापको बेलामा सोसियल वर्कमा लागौँ भनेर हाम्रो संस्था बेवारी सेलास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा जोडिएको छु। र म सानो हुँदादेखि मैले यो संस्थाको भिडियोहरू हेरिरहेको हुन्थेँ, तर यसरी सक्रिय भएर गर्न सक्दिनँ जस्तो लाग्थ्यो। भिडियो हेर्दाखेरि कस्तो ब्रेभ काम, मैले गर्न सक्दिनँ जस्तो लाग्थ्यो। तर मम्मी बाबा पनि जोडिनु भएको थियो, फुपू पनि जोडिनु भएको थियो, र दाई भाउजू सबैजनाले जोडेर गर्नुपर्छ, राम्रो काम हो भनेर हौसला दिनुभएपछि मैले पनि सकेँ र गर्दैछु। र तपाईँले सोध्नुभयो यति सानै उमेरमा किन गर्दै हुनुहुन्छ भनेर। अनि मभन्दा सानो उमेरको विपुलाले, म फर्स्ट टाइम आउँदाखेरि पशुपतिमा त्यहाँ छेउमा बसिरहेको थिएँ, डर लागिरहेको थियो मलाई गर्नलाई। मभन्दा सानो उमेरको हाम्रो बहिनी विपुलाले गएर त्यहाँ अगाडि पूजासुजा गरेपछि मलाई कस्तो आफू बस्न चाहिँ अस्थिर लाग्यो। उसको अगाडि म यत्रो ठुलो भइसकेँ नि त उसको एज हेरेर, अनि म ठुलो भइसकेको मान्छे बसिरहेको छु, सानो बच्चाले गरिरहेको छ, म नि गर्नुपर्छ भनेर ऊ चाहिँ मेरो प्रेरणा हो। उसले गरेर चाहिँ मैले गर्न सकेको हो होइन। अनि उमेरले गर्नुपर्छ जस्तो लाग्दैन, राम्रो काम गर्नलाई उमेर चाहिँदैन होइन। समय नै चाहिँदैन कुनै त्यो बुझ्नलाई। अब मैले लाइफ त्यसरी देखेँ, यो हस्पिटलको लास्ट घरको भित्र गएँ, अनि बाहिर मान्छेहरू बाटोमा सुतेर मरेको देखेँ होइन। अनि दाई भाउजूसँग जोडिँदाखेरि यति धेरै कुरा बुझ्न पाएँ, मृत्युलाई यस्तो मजाले निहाल्न पाएँ कि यो काम नगरिकन बस्नै सकिनँ क्या मैले। मन जानुपर्छ, मैले दागबत्ती दिएर कसैको आत्माले मुक्ति पाउँछ भने किन नगर्ने। कोही हस्पिटलमा कुहिएर बसेका छन् भने, तिनीहरूले मुक्ति पाउँछन् भने उनीहरूलाई गर्नुपर्छ जस्तो लाग्यो। र दाई भाउजूले गर्दा यो काममा गर्न पाएर मलाई खुसी लागेको छ। एकदम राम्रो काम हो। र हाम्रो संस्थाले 54वटा जिल्लामा शाखा खोलिसकेको छ। र यो मेरो आउट अफ भ्यालीमा फर्स्ट टाइम हो मेरो। नत्र काठमाडौँ उपत्यकामा मात्रै हुन्थ्यो, भक्तपुर, ललितपुर, काठमाडौँमा मात्रै गरेको थिएँ मैले। आउट अफ भ्याली फर्स्ट टाइम हो। अनि यो एक्सपिरियन्समा फेरि बाहिर आएर अस्ति 4वटा लास देवघाट धाममा जलाउन पाउँदा पनि आनन्द लाग्यो। त्यो अब लास जलाउनु पाउँदा नि कस्तो आनन्द पनि भन्नु होला कतिले होइन। तर हस्पिटलमा किरा परेर कुहिएर मरेका लासहरूलाई मुक्ति दिन पाउँदा साँच्चीकै आनन्द लाग्छ।